नमस्ते। अ, लामो समयसम्म हामीले चाहिँ एउटा पोडकास्ट गर्ने भनेर छलफल, कुराकानी, सरसल्लाह हुँदै आएको थियो। तर फाइनल्ली चाहिँ अर्को हप्ता त्यो सायद जुटे जस्तो छ। हामी चाहिँ हाम्रो पोडकास्ट लिएर आउँदैछौँ, अ कप अफ गफ। त्यसमा चाहिँ हामीले खास गरिकन अब हाम्रो यो सोसल टपिकहरू अथवा सोसल इस्युहरूमा त्यो के हो, त्यसको च्यालेन्जेस, अपर्च्युनिटिज अथवा त्यसमा हामीले गर्नुपर्ने काम के छ, त्यसको लागि हाम्रो रोल के हुनसक्छ भन्ने विषयमा एकजना, दुईजना अथवा तिनजना विज्ञ, त्यसलाबाट चाहिँ सर्भिस लिनुपर्ने मान्छे अथवा केही कन्ट्रिब्युसन गर्नुपर्ने मान्छेहरूसँग चाहिँ हामीले छलफल गर्ने, सरसल्लाह गर्ने र एउटा खालको चाहिँ समस्या मात्र निकाल्ने होइन कि त्यसको हाम्रो ठाउँबाट गर्न सक्ने योगदान के हुनसक्छ भन्ने विषयमा चाहिँ हामी हाम्रो यो चाहिँ अ कप अफ गफ हाम्रो पोडकास्टमा चाहिँ छलफल गर्छौँ। आउने हप्ताको हाम्रो चाहिँ सिरिजमा हामी चाहिँ वी आर लकी इनफ हाम्रो चाहिँ भेरी स्पेसल गेस्टलाई चाहिँ बोलाउन र उहाँले चाहिँ निमन्त्रणा स्वीकार गर्नुभएकोमा हामी प्यारेन्टिङ स्किलबाट चाहिँ हाम्रो पोडकास्टको सुरुवाती गर्दैछौँ। त्यसमा पनि अब प्यारेन्टिङ स्किलको कुरा गऱ्यो भने त्यसमा एकदमै धेरै भेरिएबलहरूले चाहिँ रोल खेल्छ। जस्तै अब हामी कहाँ जन्म्यौँ, हामी कहाँ हुर्क्यौँ, कुन सोसाइटीमा छौँ, हाम्रो नलेज अथवा स्किल के छ, अथवा हाम्रो चाहिँ थट प्रोसेसहरू कसरी हुन्छ भन्ने कुरामा र हाम्रो बच्चाहरूको चाहिँ एउटा डेभलपमेन्टल स्टेजहरू, उनीहरूले आफूले भोग्ने च्यालेन्जेसहरूले पनि त्यसलाई असर गर्छ। यो पटक चाहिँ हामीले न्युरोडाइभर्सिटी भएका बच्चाहरू जसमा चाहिँ अब अटिजम स्पेक्ट्रमको कुरा गरौँ अथवा एटेन्सन डेफिसिटको कुराहरू अथवा त्यस्तो खालको चाहिँ अवस्था भएका नानी बाबुहरूलाई चाहिँ प्यारेन्टिङ गर्दा आउन सक्ने समस्याहरू, यहाँ भएका सुविधाको कुराहरू, अनि पछाडि त्योबाट चाहिँ हामीले कसरी लाभ लिन सक्छौँ भन्ने विषयमा चाहिँ फुल अन छलफल, सरसल्लाह र चाहिँ एउटा योजना बनाउने अर्थमा छौँ। धेरै कुरा गर्नुभन्दा पहिला चाहिँ हाम्रो आउने एपिसोडको लागि स्पिकरहरूमा तिनजना चाहिँ गेस्टहरू आउँदै हुनुहुन्छ। पहिलो त हाम्रो डाक्टर अनिल राज ओझा नेपालबाट आउँदै हुनुहुन्छ। उहाँ चाहिँ न्युरो डेभलपमेन्टको बाल विशेषज्ञ हुनुहुन्छ। उहाँले चाहिँ यो विषयमा प्रकाश पार्नुहुनेछ के छ त अहिलेको लेटेस्ट र कसरी जान सक्छ भनेर। अर्को हाम्रो गेस्ट हुनुहुन्छ जीवनाथ देवकोटा। उहाँले चाहिँ अस्ट्रेलियामा बसेर अकुपेसनल थेरापिस्टको रूपमा चाहिँ काम गरिरहनु भएको छ। उहाँ चाहिँ हाम्रो अर्को गेस्ट हुनुहुनेछ। अर्को चाहिँ परु सापकोटाजी आउँदै हुनुहुन्छ। उहाँ चाहिँ सोसल एक्टिभिस्ट र एउटा चाहिँ न्युरोडाइभर्स चाइल्डको चाहिँ प्यारेन्ट पनि हो। उहाँ प्लस चाहिँ हामीहरू सबैले यसमा छलफल गर्नेछौँ। सुन्नुहोला, साथ दिनुहोला, धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच।